हाम्रो सानो करेसाबारी हेर्नुहोस् त, भिन्डीदेखि करेला सबै छ, तर दुईटा बिरुवाले भने हाम्रो धैर्यको परीक्षा लिइरहेको अवस्था छ। यदि तपाईँहरू बजार जान लाग्नु भएको छ भने हाम्रो सानो तरकारी राज्य घुमेर जाम है त। नमस्ते साथीहरू, आज चाहिँ म तपाईँहरूलाई हाम्रो सानो करेसाबारी घुमाउँदैछु। यहाँ चाहिँ भिन्डी, बोडी, बैगुन सबै थोक राम्रोसँग फुल्दैछ, फल्दैछ। तर काँक्रामा चाहिँ फुल चाहिँ धेरै फुलिरहेको छ, तर फल चाहिँ लाग्दैन। पहिला 2-4 वटा चाहिँ खाइयो, त्यहाँदेखि चाहिँ फुल्न चाहिँ यस्तो फुल्छ तर फल चाहिँ लाग्दैन। किन होला साथीहरू, यसो सुझाव दिनु त। अनि त्यस्तै समस्या चाहिँ लौकामा पनि आइरहेछ, फुल चाहिँ लाग्छ तर कुहिएर जान्छ। यसको कारण र समाधान थाहा छ भने कमेन्टमा अवश्य लेखिदिनु होला। यस्तै हाम्रो गाउँको जीवन र करेसाबारी मन पर्यो भने भिडियो लाइक गरिदिनु होला अनि हाम्रो साथमा जोडिराख्नु होला। म फेरि पनि यस्तै इन्ट्रेस्टिङ भिडियोहरू लिएर आइराख्छु भन्दै आजको भिडियो यही समाप्त गर्न चाहे। बाई।